म तपाईँलाई आज बेलुकी कसरी सम्बन्धमा आएर प्रभुसँग जिउनु भन्ने कुरा भित्र प्रशंसाभित्र लानु चाहन्छु। हुन्छ, यो गीत गाउँला सबैजनाले। नयाँ गीत हो, यात्राको गीत। हालैमा मेरो चर्चको भाइ बहिनीहरूले रिलिज गरेको नयाँ गीत युट्युबमा छ, यात्रा भन्ने। अनि यो गीत बनाउने भाइ एड्रोन भाइ अहिले दिमापुरमा उसले सेवाकाई गर्दैछ। जवान छ, विवाह गरेको छैन। तर उनीहरूको प्रयास, उनीहरू प्रभुसँग हेर्नु सिकिरहेको छ। अनि उनीहरूले यो गीत लेखेको छ। अनि मलाई यो गीत मजा मनपर्छ, म यति बिघ्न सुन्छु। अनि आज हामीले यो गीत गाउँला भनिकन हामीले वर्सिप टिमसँग सल्लाह गरेँ र हामी यो गीत गाउँछौँ। सजिलो छ यो गीत। हामी सबैजना मिलेर गीत सिक्दै हामी आराधना गर्छौँ। ल, पछाडि लिरिक्स आएन तपाईँलाई सजिलो हुन्छ होला। हुन्छ ल, त हामी सुरु गर्दैछौँ। पहिला म्युजिक सुनेर मात्रै ताली बजाउनुहोस् है। रमाहाटले भरिँदैछ हृदय। परमेश्वरको उपस्थिति छ हाम्रो बिचमा। मसँग गाउनुहोस् ल गीत। यात्रा मेरो तपाईसँग, गन्तव्य नै तपाई नै मेरो। यात्रा यात्रा मेरो तपाईसँग, गन्तव्य नै तपाई नै मेरो। सबै मिलेर यात्रा यात्रा मेरो तपाईसँग, गन्तव्य नै तपाई नै मेरो। कहिले कहिले नछोड्ने हातलाई समाई, यात्रालाई आज मेरो लक्ष्य बनाई। कहिले नछोड्ने हातलाई समाई, यात्रालाई आज मेरो लम्काउँदै तपाईको आवाज सुनि बढ्दैछु। स्वर्गको ज्योतिसँग हिँड्दैछु। तपाईको आवाज सुनि बढ्दैछु। तपाईँको ज्योतिसँग हिँड्दैछु। ल, सबै मिलेर यो गीत गाउँ है त। ल, फेरि फर्स्टदेखि यात्रा मेरो। तपाईसँग, गन्तव्य नै तपाई नै मेरो। यात्रा यात्रा चर्को वास्ते तपाईसँग, गन्तव्य नै तपाई नै मेरो। यात्रा यात्रा मेरो तपाईसँग। आउँदैछ गीत बिस्तारै।
हाम्रो गन्तव्य परमेश्वर हुनुहुन्छ। ल हामी मजाले यो गीत गाउँदै यात्रा मेरो तपाईसँग गन्तव्य नै तपाईँ नै मेरो यात्रा मेरो तपाईसँग गन्तव्य नै तपाईँ नै मेरो कहिले नछोड्ने हातलाई समाई यात्रालाई अझै मेरो लम्काउँदै कहिले नछोड्ने हातलाई समाई यात्रालाई अझै मेरो लम्काउँदै तपाईँको आवाज सुनि बढ्दैछु स्वर्गको ज्योतिसँग हिँड्दैछु तपाईँको आवाज सुनि बढ्दैछु स्वर्गको ज्योतिसँग हिँड्दैछु। एकैछिन गीत मिलेन कि धुन मिलेन कि बा मैले बगाउनु जानेन कि लाटे कस्तो भयो। यदि स्वतन्त्र साथले यो बेलुकी यो गीतको शब्दलाई राम्रो सुन्नुहोस् है, कराएको होइन है, गाली गरेको होइन। यो गीतको शब्दले हुन्छ यात्रा मेरो तपाईँसँग गन्तव्य नै तपाईँ नै मेरो। 2026 हामी परमेश्वरसँग यात्रा गर्छौँ। आमेन। कोसँग यात्रा गर्छौँ? कहिले नछोड्ने हातलाई समाई लक्ष्यलाई अझै लम्काउँदै। आमेन। दामी छ वर्ड। अन्त यो गीतलाई हामी गाउँदै तपाईँको आवाज सुनि बढ्दैछु। यो वर्ष चाहिँ हामी परमेश्वरको आवाजलाई सुनेर अगाडि बढ्नुपर्छ। आमेन। मान्छेको आवाजलाई सुनेर होइन, परिस्थितिको आवाजलाई सुनेर होइन, तर यो बेलुकी हामी यो कुरा भन्छौँ हामी तपाईँको आवाजलाई सुनेर। हुन्छ? यसो हल्लिनुहोस् त मजाले। हल्लिन्छ? हे हे लु नाचौँ है त मजाले। अगाडि नआउँदा हुन्छ है, परमेश्वरलाई आराधना गर्नु नाच्नु मन छ भने आउँदा हुन्छ अगाडि। स्वतन्त्र भएको मान्छे चाहिँ आउँछ। अझै स्वतन्त्र दिदी बहिनीहरू त स्वतन्त्र भएको छैन रहेछ। यात्रा मेरो तपाईँसँग गन्तव्य नै तपाईँ नै मेरो यात्रा मेरो तपाईँसँग गन्तव्य नै तपाईँ नै मेरो कहिले नछोड्ने हातलाई समाई यात्रालाई अझै मेरो लम्काउँदै कहिले नछोड्ने हातलाई समाई यात्रालाई अझै मेरो लम्काउँदै तपाईँको आवाज सुनि बढ्दैछु स्वर्गको ज्योतिसँग हिँड्दैछु तपाईँको आवाज सुनि बढ्दैछु स्वर्गको ज्योतिसँगै हिँड्दैछु। हो 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 सबै मुख खोलिकन हो 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 हो
सबै मिलिकन सतर्क मेसको बेतनकोलाई बचाउनु हुने आगोमा सँगसँगै हिँड्नु हुने सतर्क मेसको बेतनकोलाई बचाउनु हुने आगोमा सँगसँगै हिँड्नु हुने सतर्क मेसको बेतनकोलाई बचाउनु हुने आगोमा सँगसँगै हिँड्नु हुने छुटाउनु भो बिजुवालाई खुवाउनु भो एलियालाई छुटाउनु भो बिजुवालाई खुवाउनु भो तपाईँको आवाज सुनि हिँड्दैछु स्वर्गको ज्योतिसँगै हिँड्दैछु तपाईँको आवाज सुनि हिँड्दैछु स्वर्गको ज्योतिसँगै हिँड्दैछु सकेको छैन है ताली बजाउँदै प्रभुलाई महिमा दिँदै सतर्क मेसक अबेदनगोलाई बचाउनु हुने परमेश्वरले यो वर्ष परमेश्वरले तपाईँलाई पनि बचाउनुहुन्छ शक्तिशाली हुनुहुन्छ यो भसलाई फेरि गाउँछौँ होला हामी सतर्क मेसक अबेदनगो सतर्क मेसक अबेदनगोलाई बचाउनु हुने आगोमा सँगसँगै हिँड्नु हुने सतर्क मेसक अबेदनगोलाई बचाउनु हुने आगोमा सँगसँगै हिँड्नु हुने सतर्क मेसक अबेदनगोलाई बचाउनु हुने आगोमा सँगसँगै हिँड्नु हुने छुटाउनु भो बिजुवालाई खुवाउनु भो एलियालाई छुटाउनु भो बिजुवालाई खुवाउनु भो एलियालाई तपाईँको